यसरी चाहिँ हामी टक्क डल्ले च्याउ काटिन्छ। आज हामी तपाईलाई कसरी च्याउको तरकारी बनाउने एकदम मिठो च्याट्ट मिलाएर है ल। मटर पनि यता छिलेर हाल्दैछौँ खोस्याएर, अनि यता आलु, अनि यो शिमला मिर्चा भन्छ यसलाई, के अरे ट्याक्क यो प्याजलाई छिलेर होइन ट्याक्क पारेर उसमा हाल्ने। अनि प्याजलाई पनि एकदम अब यसरी यो आलु प्याज के अरे तेल एकदम तातिसकेपछि ल यो तेल आइसकेको छ राम्रो, धेरै फेरि तेल तताए पनि फेरि जल्छ नि, टक्क मिलाएर तेल आइसक्यो। अब यसरी फ्राई हुँदै काटिन्छ प्याज भसाभस। हाम्रो यहाँ मान दाइ पनि आइसक्नु भएको छ। नमस्कार सम्पूर्ण मेरा प्रिय गाइजहरुलाई। अब टक्क पारेर हामी यो काटकुट तयारी पारेर हामी आलु फ्राई गर्दा यो मसलाको लागि कचौरामा तयारी हुँदैछ। अब हामी यो बनाउने एकदम कसरी बनाउँछन् हेर्ने सिक्ने धोको भएका हाम्रा मान्दै पनि हेर्न आउँदै। स्पेशलको नाम छ मसरुम करी। मसरुम करी, मसरुम बटर करी। त्यसमा अब मिक्स हुन्छ, बटरहरु हुन्छ, बटरहरु अनि इन्डियन डिश हुन्छ। आज हाम्रो उहाँ कुक हुनुहुन्छ। यो आलुको रङ पाकेर खैरो हुन आँटिसकेपछि त्यसमा प्याज एड गर्ने टक्क पारेर। यो चपिङ बोर्ड पनि हिजो किनेर ल्याएको है। आहा कति राम्रो छ है, काठकै होला होइन, आफ्नै बारीमा बनेको। सुकमेल मरिच सहित हामी यो मसला सिलौटोमा रन्काउन गइरहेका छौँ। टक्क यसमा मटर एड गर्ने, आफ्नै बारीमा फलाएको मटर हो है। टक्क ल अब च्याउ र शिमला मिर्चा टक टक पारेर हाल्ने, हालेर एकछिन फ्राई गर्ने, एकदम राम्रो ड्राई फ्राई गर्ने। त्यसपछि हामी देखाउँदै गर्छौँ। उता हाम्रो यसमा हल्का बेसार हाल्ने, आफूले चाहे जति टक्क बेसार एड गरेपछि यसैमा अब नुन पनि एड गर्नुपर्छ। टक्क हामी 6 जनाको लागि यो 1 स्पुन ल त्यति चाहिँ ठिकै हुन्छ। हाल्नु त्यति पुरै बस ल त्यति भयो। फेरि हाम्रोमा अलि नुन नखाने पनि छन्, त्यही भएर अलि हामी मिलाएर हाल्नुपर्ने हुन्छ, नत्र बोकाहरू त नुन ठास्नै हुन्छ फेरि। उसलाई राम्ररी पर पारेर अब आफ्नै हातले पिसेको मसला अब बेसार पाकिसकेपछि टक्क यसमा मसला हाल्ने। ल यसमा मसला पाकिसकेपछि ट्याक्क टमाटर हाल्ने यहाँ। यसमा हल्का मिट मसला यसो एड गर्ने, सट्ट लाएर मिट मसला हालिसकेपछि ट्याक्क एकछिन चलाउने। टमाटर गलिसक्यो। अब यो मसरुम रेसिपी तयार भइसक्यो। अब यो मसरुम रेसिपी पछि यसरी खाने, चट्ट मिलाएर यस्तो मिठो छ। आहा कस्तो दाजु रेसिपी कस्तो छ? अल्ला बताइ।